साथीहरू अब हामी चाहिँ बाउ छोरा म साइकल चलाउँदैछु, छोराले पछि गएर सिलगढीबाट भिडियो बनाउँदैछु। यो चाहिँ चेन्नईको नाङ्गल भन्ने ठाउँ हो, यो सानो बजार हो। त्यो बजारको भिडियो चाहिँ हामी बनाउन गइरहेको छौँ है साथीहरू। बस त्यस्तो छ। त्यसै अरू के अरू भनेर ल साथीहरू हेर्नु है, हामी चाहिँ अब साइकल चलाउँदैछु, म भिडियो बनाउँदैछु। यो चेन्नईको नङ्गल भन्ने ठाउँ है। अब चाहिँ सेल्फी स्टिकको प्रयोग गर्नु पऱ्यो। अब बिस्तारै बिस्तारै भिडियो बनाउने हो, युट्युबमा हाल्ने हो, सबै ठाउँहरूको यसरी नै भिडियो बनाउने हो। अब सेल्फी स्टिक काम चाहिँ अब भिडियो यस्तै बजारहरूको घुम्न जाँदाको अन्त घुम्न जाँदाको ठाउँहरूको चाहिँ भिडियो बनाउने काम हो यो। अब चेन्नईको नगल भन्ने ठाउँ बजार जानकारी बजार छ, त्यहाँ ठुलो छैन है। ल हामी त अवसर साइकलमा छौँ, त्यसलाई छोरी सक्दैछु म साइकल चलाउँदैछु। साइकल चलाउनु डर पनि छ, त्यही भएर ध्यान गर्दैछु चाहिँ चेन्नईको सानो सानो हो। चेन्नईमा विकास त ठिकै छ, अरू इन्डियाको सहरमध्ये तेस्रो नम्बरमा आउँछ मुम्बई अनि चेन्नई हो। यो चाहिँ सानो सानो सहर हो, ठुलो सहर त अब धेरै सानो सहर हो। त्यहाँ रोड क्रस गर्नुपर्छ है साथी, ध्यान गरेर चाहिँ क्रस गर्नु पऱ्यो। के भने टाइम बेला हरानी हुन्छ, टिभीको चाहिँ ढाप्पा हान्न आउँछ मान्छेहरू, त्यही भएर ध्यान चाहिँ साइड गर्नुपर्छ। म कुद्छु भनेर छोराले पानीपुरी खाने भनेको छ। हेर्दैछु पानीपुरीको दोकान कहाँ छ भनेर, पानीपुरी त खुवाउनै पऱ्यो गाडी बसेर मात्र। अघि आउन भन्दै थियो, म तँलाई पानीपुरी खुवाउँछु भनेर लिएर आएको छु। अस्ति भिडियो बनाउनै मान्दैन। त्यहाँ पानीपुरी दोकान जस्तो लागेको छ, हामी जाँदैछौँ पानीपुरी खानु। अरू गएको छु, म त खाँदैन, उसले खालि पानीपुरी खुवाइदिनु पानीपुरी खुवाइदिनु भनेको छ। अहिले पार्कको बाद भिडियो बनाएँ, त्यो भिडियो पनि हालेको साथीहरू। लाइक कमेन्ट सेयर गर्नु होला। हामी चाहिँ फलो पनि गर्नु होला साथीहरू। आफ्नो सेयर गर्नु पऱ्यो के, अनि बल्ल हुन्छ। आफ्नो मैले तपाईँहरूलाई फलो गरेँ, तपाईँले मलाई फलो गर्नु, मैले तपाईँको भिडियो लाइक गर्नु, कमेन्ट गर्नु, तपाईँको भिडियो लाइक कमेन्ट गर्नु नत्र भने अगाडि बढ्न सकिँदैन। मेरो सहयोग तपाईँहरूलाई, तपाईँको सहयोग मलाई चाहिन्छ अगाडि बढ्नु लागि। मेरो तपाईँको है साथीहरू, भिडियो हेरेर कति ज्यादै गर्नु होला, लाइक गर्नु सेयर गर्नु होला। जस्तै बनाएको छु भन्नु होला है। पानीपुरी त रहन्छ, के खान्छ होइन, पानीपुरी छैन यहाँ। बसबाट पनि गाह्रो छ, ध्यानमै आएर गाडी हाल्दै डर पनि छ। साइकलको त्यस्तो त हो। अब हामी बजार छोडेर गाउँतिरको बाटो लाग्यो, हरियाली छ, रोडहरू छ। यहाँ फेरि सफाइ पनि गरिरहेछन्, गर्न पनि फेरि फोहोर पनि भइरहेको छ। यस्तै छ, फोहोर भएर चाहिँ नेपाल जस्तो बाटो छैन। नेपालमा त छैन, पहिला गएको थियो त्यसबाट फोहोरै थियो। नेपालमा सफाइको कार्यक्रममा अझै फरक छैन, त्यही भएर चाहिँ अब इन्डियामा चाहिँ अलिक थोरै छ नेपालको। एकजना नेपाली बोल्ने चाहिँ काममा जाँदैछ। मान्छेहरू आफ्नो काममा जाने चाहिँ काममा, यहाँ मान्छे अलिक बिजी हुन्छन्, त्यस्तो प्रशिक्षित छैन। यो चाहिँ हरेक किसिमको सुविधा छ जस गाडीको लागि त नेपाली